विश्वमा सबैभन्दा बढी टापु भएको देश कुन हो? अप्सन ए श्रीलङ्का, अप्सन बी म्यानमार, अप्सन सी इन्डोनेसिया, अप्सन डी अस्ट्रेलिया। यसको सही उत्तर अप्सन सी इन्डोनेसिया। यसैगरी अर्को प्रश्न, कोत पर्व हुँदा नेपालमा प्रधानमन्त्री को थिए? अप्सन ए महेन्द्र मल्ल, अप्सन बी फतेजंग शाह, अप्सन सी चन्द्र शमशेर, अप्सन डी जयप्रकाश मल्ल। यसको सही उत्तर अप्सन बी फतेजंग शाह। यसैगरी अर्को प्रश्न, पहाडहरूको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? अप्सन ए पेट्रोलोजी, अप्सन बी ओरोलोजी, अप्सन सी सिस्मोलोजी, अप्सन डी टोपोलोजी। यसको सही उत्तर अप्सन बी ओरोलोजी। यसैगरी अर्को प्रश्न, नेपाललाई 7 प्रदेशमा विभाजन कहिले गरियो? अप्सन ए विक्रम सम्वत 2073, अप्सन बी विक्रम सम्वत 2074, अप्सन सी विक्रम सम्वत 2071, अप्सन डी विक्रम सम्वत 2072। यसको सही उत्तर अप्सन डी विक्रम सम्वत 2072। यसैगरी अर्को प्रश्न, नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? अप्सन ए बाँके रानी, अप्सन बी सेफोक्सुन्डो रानी, अप्सन सी रारा रानी, अप्सन डी सगरमाथा रानी। यसको सही उत्तर अप्सन सी रारा रानी। यसैगरी अर्को प्रश्न, नेपालसँग सदस्यता पाउने सार्क मुलुक कुन हो? अप्सन ए भुटान, अप्सन बी अफगानिस्तान, अप्सन सी श्रीलङ्का, अप्सन डी भारत। यसको सही उत्तर अप्सन सी श्रीलङ्का। यसैगरी अर्को प्रश्न, कोशी प्रदेशमा कतिवटा जिल्ला रहेका छन्? अप्सन ए 14 वटा, अप्सन बी 13 वटा, अप्सन सी 12 वटा, अप्सन डी 11 वटा। यसको सही उत्तर अप्सन ए 14 वटा। यसैगरी अर्को प्रश्न, सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्दछ? अप्सन ए पाल्पा, अप्सन बी मकवानपुर, अप्सन सी दिपायल, अप्सन डी काठमाडौँ। यसको सही उत्तर अप्सन बी मकवानपुर। यसैगरी अर्को प्रश्न, गुलाबी सहर उपनामले कुन सहरलाई चिनिन्छ? अप्सन ए धनकुटा, अप्सन बी ललितपुर, अप्सन सी चितवन, अप्सन डी हेटौडा। यसको सही उत्तर अप्सन डी हेटौडा। यसैगरी अर्को प्रश्न, विश्वको चिडियाखाना भनेर कुन महादेशलाई चिनिन्छ? अप्सन ए अफ्रिका, अप्सन बी उत्तर अमेरिका, अप्सन सी एसिया, अप्सन डी अस्ट्रेलिया।
यसको सही उत्तर अप्सन ए अफ्रिका। त्यसैगरी अर्को प्रश्न साथै आजको अन्तिम प्रश्न पनि हो। घोडाघोडी ताल कुन जिल्लामा अवस्थित रहेको छ? अप्सन ए कैलाली, अप्सन बी कपिलवस्तु, अप्सन सी कञ्चनपुर, अप्सन डी सिन्धुपाल्चोक। साथीहरू, हजुरहरूले यसको उत्तरलाई चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र यस्तै खालका भिडियो हेर्नका लागि हाम्रो यस युट्युब च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न भने पक्कै नभुल्नुहोला र यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट माया गरिदिएकोमा धन्यवाद र यस्तै साथ सपोर्ट र माया गर्दै जानुहोला भन्न चाहन्छु र भोलिको दिनमा फेरि यस्तै भिडियो लिएर हजुरको सामुन्नेमा प्रस्तुत हुनेछु। अहिले बिदा हुन्छु, धन्यवाद।